बर्खा लागेपछि कान पाक्ने समस्या गम्भीर हुन सक्छ। बर्खासँगै धेरैलाई सताउने एउटा अदृश्य शत्रु हो कानको ढुसी संक्रमण। सुरुमा सामान्य लाग्छ, तर ध्यान नदिँदा कानको जाली फुट्नेसम्मको समस्या आउन सक्छ। वर्षामा कान भिज्ने, ओसिलो रहने अनि ढुसी फस्टाउने वातावरण तयार हुन्छ। खेतीबारीको काम, खोलाको पौडी, पोखरी, स्विमिङ पुल जहाँ पानी त्यही खतरा। कानको जाली फुटेको छ भने संक्रमण दोब्बर जोखिममा। डाइभ गर्दा कानमा प्रेसर पर्छ, जसले जाली नै च्यात्न सक्छ। यस्ता लक्षणहरू देखिए भने सजग बन्नुपर्छ। कान असाध्यै चिलाउने, पोल्ने, दुख्ने, पानी वा पिप बग्ने, आवाज गडबड सुनिने, बच्चाले बोलाउँदा नसुनेमा शंका गर्नुहोस्। कानमा केही गडबड छ, यी गल्ती नगर्नुहोस्। तेल हालेमा खतरा बढाउँछ। बढले कोट्याएमा कानभित्र झन समस्या पुर्याउँछ। मेडिकलको औषधि आफै हालेमा जाली फुट्न सक्छ। बच्ने उपाय के हुन्? समस्या देखियो भने तुरुन्त ENT विशेषज्ञकोमा जानुपर्छ। पौडी खेल्दा एयर प्लग प्रयोग गर्नुहोस्। डाइभ नगर्नुहोस्। कानको संरचना संवेदनशील हुन्छ। काने गुजी आफै सफा हुन्छ। बड प्रयोग गरेर घचेट्नु ठूलो मूर्खता हो।